नमस्कार, नमस्ते नेपाल। म आज पनि सदा चाहिँ कार्तिक 11 गतेका देश तथा विदेशका खबरहरू लिएर म तपाईमाझ उपस्थित भइसकेको छु। म मदन सिंह बराल। सडक प्रदर्शन मात्रै समस्याको समाधान नभएको सुशीला कार्कीको जोड, जेनजी आन्दोलनका शहीद घाइतेहरूको बलिदान खेर नजाओस् भन्ने आम जनताको चाहना, आगामी निर्वाचनलाई महत्त्वपूर्ण अवसरको रूपमा उपयोग गर्न उपसभामुख इन्दिरा राणाको आग्रह, परिवर्तन पक्षधरसँग सहकार्य गर्नुपर्ने नेकपा माओवादी पार्टी महासचिव विप्लवको भनाई, छठ पर्वको मुख्य दिन गौरीघाटमा सम्पन्न, शिक्षा मन्त्री महावीर पुनले भने भाषण गर्न र रिबन काट्न नबोलाउनुहोस्, पत्नी आर्जु राणा सहित विदेश गएको फोटो बाहिरिएपछि अहिलेको अन्तरिम सरकारलाई आम जनताको प्रश्न, खोइ विदेश जान रोक लगाएको, राप्रपाका प्रकाश चन्द्र लोहानीको प्रश्न, नेताहरूको सम्पत्ति नेपाल बाहिर र भित्र अथाह भएको र सरकारले छानबिन गर्नुपर्नेमा जोड दिनुभएको छ। सुत्केरी महिला मृत्यु प्रकरणलाई लिएर किस्ट अस्पतालमा भित्रै लाठीचार्ज र तोडफोड, स्वागत नेपालसँग प्रहरीले करिब 6 घण्टा बयान लियो। पोखरा भैरवा विमानस्थलमा शून्य वैदेशिक व्यापार, दार्चुलामा जीव दुर्घटना हुँदा माफ गर्नुहोला, दार्चुलामा जीवको ठक्करबाट एकजनाको मृत्यु। आज रातिदेखि बुधबारसम्म देशका विभिन्न स्थानमा वर्षासँगै हिमपात हुने सम्भावना। कोरेला नाका बन्ने व्यापारिक केन्द्र, 3 महिनामै 5 अर्बभन्दा बढी राजस्व सङ्कलन। क्यानाडामा 10% अतिरिक्त कर लगाउने पुटिनको योजना। रुसले आणविक शक्तिबाट चल्ने क्रूर क्षेपणास्त्र परीक्षण पुरा गर्यो। एनपिएल खेलका लागि काठमाडौँ गोर्खाजमा रिगार्डो भास्किनो अनुबन्ध र अङ्ग्रेजीमा प्राइम मिनिस्टर सुशीला कार्की emphasized the that straight protest alone cannot solve the country's problems. The general public wishes that the sacrifice of the Gen Z movement's martyrs and the injured should not go in vain. Deputy Speaker Indira Rana urged the people to take the upcoming elections as the important opportunities. Maoist Party General Secretary Biplav said that cooperation with progressive forces is necessary. The main day of the Chhath festivals was celebrated at Gaurighat. Education Minister Mahavir Pun requested not to invite him only for a speech and ribbon cutting ceremonies. After photos surfaced of Arju Rana and her husband about the public questioned the interim government about the ban on foreign travels. Rashtriya Prajatantra Party Prakash Chandra Lohani stressed that the government should investigate the enormous wealth of leaders both inside and outside Nepal. Police baton charged at vandalism occurred inside Kist hospitals over the death of a post-partum woman. Police interrogated Swagat Nepal for about 6 hours. Zero foreign trade recorded from Pokhara and Bhairava airports. One person died after being hit by a jeep in Darsula. Rain and snowfalls are expected in various parts of the country from tonight until Wednesday. Kerala Borders Point has become a major trade hub, collecting over 5 billion rupees in revenue within the 3 months. Putin plans to impose an additional 10% tax in Canada. Russia successfully tested our nuclear for cruise missiles. Ricardo Vasquinos signed with Kathmandu Gurkhas for the NFL tournaments. र आजको खबरलाई यही पिड मार्दै भोलि पनि पुनः उपस्थित हुने नै छु। र तपाईहरु फेसबुक स्ट्याटसबाट युट्युब च्यानल सब्स्क्राइब गरेर र टिकटकबाट तपाईहरु अप टु डेट हुनुहुनेछ र तपाईहरु पनि समाचारको भागीदारी हिस्सेदार बन्न सक्नुहुनेछ। र देशबाट हेर्दै हुनुहुन्छ भने कहाँबाट हेर्दै हुनुहुन्छ, कुन जिल्लाबाट हेर्दै हुनुहुन्छ र समाचार कस्तो लाग्छ, र विदेशबाट हेर्दै हुनुहुन्छ भने कुन देशबाट हेर्दै हुनुहुन्छ र तपाईहरुलाई समाचार कस्तो लाग्छ कमेन्ट मार्फत तपाईहरु प्रस्तुत गर्न सक्नुहुनेछ भन्दै, र आगामी निर्वाचनमा हाम्रोलाई होइन राम्रोलाई र एकदम दक्ष जनशक्तिलाई, देशमा केही गर्न सक्ने, देशद्रोही काम नगर्ने, देशप्रति हुटुटी भएका पक्कै पनि नागरिकहरूलाई हामीहरूले जिताउने नै छौँ। र यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई 2/3 बहुमतले विजय गराएर यो देशलाई स्थिरता, यो देशलाई समृद्धिको बाटोतर्फ लग्नुहुनेछ भन्दै म बिदा हुन्छु। नमस्कार, नमस्ते नेपाल।